लुका 10 अध्यायमा एउटा प्रभु यीशु ख्रीष्टले 70 चेलाहरूलाई नियुक्त गर्नुभयो र उहाँ जान लाग्नुभएको सहरहरूमा उहाँले पठाउनुभयो। अनि सहरहरूमा उनीहरू प्रचार गर्न जान्छ अनि प्रचार गरिसकिसके पश्चात उनीहरूले त्यो सहरमा जे त्यहाँनिर भयो ती सबै अनुभवहरू यीशु ख्रीष्टलाई भन्नको निम्ति उनीहरू आउँछन्। अनि उनीहरू कसरी आउँछन् भन्दै गर्दाखेरि लुकाकै किताब 10 अध्यायको 17 पदमा गएर हामीले हेऱ्यौँ भने यहाँ यसरी भनेको छ, तब ती 70ले आनन्द साथ फर्केर यसो भने, हे प्रभु, तपाईँको नाउँले भूतहरू पनि हाम्रा बसमा आए। अनि म एकैचोटि भर्स 20 लाई पढ्छु। तापनि आत्माहरू तिमीहरूका बसमा छन् भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्वर्गमा लेखिएका छन् भनेर नै रमाऊ। ती 70 चेलाहरू प्रभु यीशु ख्रीष्ट भएकोमा उनीहरू गएको गाउँमा के हुन्छन् प्रभु यीशु ख्रीष्टको नाउँमा भनेर उनीहरूले जब यीशु प्रभुलाई भन्नको लागि जब प्रभु यीशु ख्रीष्टलाई उनीहरूले भन्छन्, अनि त्यो भन्दै गर्दाखेरि उनीहरूको हृदय चाहिँ कस्तो थियो भन्दै गर्दाखेरि अति नै आनन्दित भएको थियो भनेर भन्छौँ, अति नै रमाहाटले भरिएको थियो। अनि उनीहरूले भन्न लाग्छ, तपाईँको नाउँ त कति अद्भुत छ, तपाईँको नाउँमा त भूत आत्माहरू हाम्रो बसमा आए, रोगीहरू निको भए। अनि प्रभु यीशु ख्रीष्टले उनीहरूलाई इन्स्ट्यान्टली तुरुन्तै प्रभुले के भन्नुभयो भन्दै गर्दाखेरि तापनि तिमीले आत्माहरू बसमा राख्न सक्छौ भनेर तिमीहरू नरमाऊ, तर तिमीहरूको नाउँ स्वर्गमा लेखिएका छन् भनेर नै रमाऊ भनेर प्रभु यीशु ख्रीष्टले अति नै उनीहरूको रमाहाट, उनीहरूको सेवा गरिसकिसके पश्चातको जो आनन्द जो थियो, जसलाई हामी मिनिस्ट्री प्लेजर भनेर भन्छौँ, त्यसलाई त्यति नै बेला दबाइदिनु भयो। अनि एउटा जयलाई, एउटा आनन्दलाई ओझलमा पार्न दिनु भएन। त्यो आनन्द चाहिँ के थियो भन्दै गर्दाखेरि तिमीहरूको नाउँ स्वर्गमा लेखिएका छन् भनेर रमाऊ। अनि प्रभु यीशु ख्रीष्टको भनाइअनुसार जब पनि 70 चेलाहरूको जुन प्रकारको रमाहाट थियो, त्यो रमाहाटले एउटा जयलाई, एउटा आनन्दलाई अति नै ओझलमा पार्न खोज्दै गर्दाखेरि प्रभु यीशु ख्रीष्टले उनीहरूलाई चेतावनी दिनुहुन्छ, उनीहरूलाई सम्झाउनुहुन्छ, उनीहरूलाई हप्काउनुहुन्छ र उनीहरूको रमाहाटलाई, जो मिनिस्ट्री प्लेजर जो थियो, सेवा गरिसकिसके पश्चात त्यो अनुभवद्वारा उनीहरूलाई प्रदान गरिएको जो खुसी, जो आनन्द, जो रमाहाट, जो केही समयको निम्ति सन्तुष्टि जो थियो, त्यसलाई त्यति नै बेला प्रभु यीशु ख्रीष्टले दबाइदिनु भयो, त्यति नै बेला बन्द गरिदिनु भयो। अनि उनीहरूको ध्यानलाई एकतिर खिच्नु भयो। त्यो ध्यान चाहिँ कतातिर भन्दै गर्दाखेरि तापनि आत्माहरू बसमा राख्न सक्छौ भनेर तिमीहरू नरमाऊ, तर तिमीहरूको नाउँ स्वर्गमा लेखिएका छन् भनेर रमाऊ। अब जब पनि प्रभु यीशु ख्रीष्टले यो उत्तर दिनुभयो उनीहरूलाई, यो प्रकारको चेतावनी दिनुभयो, यो प्रकारको रमाहाटको बाटो देखाउनु भयो, यो प्रकारको आनन्दको बाटो देखाउनु भयो, त्यति बेला अति नै उहाँले के गर्नुभयो भन्दै गर्दाखेरि गम्भीर विषय भन्नुभयो, बाइबलकै केन्द्रको विषय, सम्पूर्ण 66 बुक्सहरू आएर अडिएको विषय, सम्पूर्ण बाइबलको निचोडको सन्देश। त्यो चाहिँ वास्तवमा के थियो भन्दै गर्दाखेरि यहाँनिर दुईवटा क्वेसन उठ्न सक्छ यसले, जब यीशु प्रभुले तिमीको नाउँ स्वर्गमा लेखिएका छन् भनेर रमाऊ। अनि त्यो दुईवटा प्रश्न चाहिँ के हो भन्दै गर्दाखेरि उनीहरूको नाउँ स्वर्गमा कसरी लेखिएका छन्, किन उनीहरू कहिले स्वर्ग गएको थिएन, र उनीहरूको नाउँ चाहिँ स्वर्गमा कसले लेखिदिएका छन्। सो यो दुईवटा प्रश्न अति नै बाइबलको मूल प्रश्न हो। स्वर्गमा नाउँ कसरी लेख्न सकिन्छ र स्वर्गमा नाउँ कसले लेख्न सक्छ। सो त्यो हुँदै गर्दाखेरि निचोडको सन्देश चाहिँ वास्तवमा के थियो भन्दै गर्दाखेरि अब हामीले यसलाई अलिकति नजिकबाट हेर्नु हो भनेदेखि प्रभु यीशु ख्रीष्टले किन यो आनन्दले मानिसको हृदय भरिनुपर्छ, किन यो आनन्दले मात्रै मानिसको हृदयलाई के गर्नुपर्छ भन्दै गर्दाखेरि त्यो रियल कन्टेन्टमेन्ट कसरी यही आनन्दले मात्र दिन सक्छ भन्ने ठुलो विषयलाई उहाँले लिएर आउनुभएको थियो। अनि त्यो चाहिँ के हो भन्दै गर्दाखेरि अब हामी यो बुझ्नु जरुरी छ, स्वर्गमा नाउँ चाहिँ कसले लेख्न सक्छ र कसरी लेख्न सक्छ। जब हामी यसको उत्तरलाई खोज्छौँ, उत्तरलाई खोज्दै गर्दाखेरि कसरी लेख्न सकिन्छ भन्दै गर्दाखेरि
यो सबैभन्दा ठुलो विषय हो बाइबलको। जो स्वर्गमा नाउँ लेखिनको लागि पहिलो कुरो अधर्मी मानिसहरू र संसारको पापी मानिसहरूको पाप र अधर्म क्षमा हुनुपर्छ, अनि मात्रै स्वर्गमा नाउँ लेखिन सकिन्छ। नत्र भने मानिसहरू बाई डिफल्ट जन्मिँदाखेरि उनीहरूको नाउँ कहाँनिर लेखिएका छन् भन्दै गर्दाखेरि मानिसहरूको नाउँ नरकमा लेखिएका छन्। द्याट इज जस्टिस, त्यो न्याय हो। खासैमा मानिसहरू आमाको गर्भभित्र नै परमेश्वरको विद्रोही छन्। मानिसहरू पापमा मरिएका छन्, पापमा मुर्दा बनेका छन्। एफएसी च्याप्टर 2, एफएसी च्याप्टर 1, यी सबै कुरालाई हामीले खोताल्यौँ भनेदेखि त्यसो भए मानिसहरूको स्वर्गमा नाउँ कसरी लेखिन्छन् भन्दै गर्दाखेरि एउटा पापी, एउटा अधर्मीको पाप पहिला क्षमा हुनु जरुरी छ। अनि त्यो पाप क्षमाको निम्ति परमेश्वरले कसरी योजना बनाउनु भएको छ भन्दै गर्दाखेरि पृथ्वीको जग बसालिनुभन्दा अगाडि नै परमेश्वरको थुमा, जो परमेश्वरको एकमात्र पुत्र, जो प्रभु यीशु ख्रीष्ट यो संसारमा आइकन, यो संसारमा मानिसको रूपमा आइकन उहाँ कसरी कल्भरीको क्रुसमा मारिनुपर्छ, उहाँले कसरी प्रायश्चितको बलिदान दिनुपर्छ र त्यो प्रायश्चितको बलिदानले कसरी एउटा अधर्मीको पाप क्षमा गरिनुपर्छ। अनि त्यो क्षमामा परमेश्वरको अगाडि मानिसहरू राइटली अथवा सही प्रकारले, सही सम्बन्धमा परमेश्वरको अगाडि प्रस्तुत हुन सक्छ, उसको नाउँ लेखिन सक्छ स्वर्गमा। अनि त्यसलाई हामी के भन्छ भन्दै गर्दाखेरि मानिसहरू प्रभु यीशु ख्रीष्टको बलिदानद्वारा मात्रै परमेश्वरको अगाडि धर्मी ठहरिन सक्छ। मानिसको राइटली नाउँ लेखिन सक्छ, स्वर्गमा लेखिन सक्छ प्रभु यीशु ख्रीष्टको बलिदानद्वारा। त्यसैले अब कसले लेख्न सक्छ भन्दै गर्दाखेरि परमेश्वरबाट आउनुभएको अदृश्य परमेश्वरको प्रतिरूप यो संसारमा आउनुभएको केवल ख्रीष्ट मात्रै हुनुहुन्छ। उहाँ मानिसहरू र परमेश्वरको बीचको एकमात्र मध्यस्थ हुनुहुन्छ। उहाँ अनन्त परमेश्वरको समयमा आउनुभएको, मानवतामा आउनुभएको ख्रीष्ट हुनुहुन्छ। अदृश्य परमेश्वरको प्रतिरूप ख्रीष्ट प्रभु हुनुहुन्छ, जो देखिने प्रकारले, जो सुनिने प्रकारले आउनुभएको छ यो वर्ल्डमा। त्यसै कारण उहाँले मात्रै यो दाबी गर्नुभएको छ कि उहाँले मात्रै मानिसलाई के गर्न सक्छन् भन्दै गर्दाखेरि अनन्त जीवन दिन सक्छ, परमेश्वरको जीवन। उहाँ मात्रै हुनुहुन्छ यो वर्ल्डमा स्वर्गबाट आउनुभएको एकमात्र पुत्र। अनि उहाँले कसरी प्रमाणित गर्नुभयो भन्दै गर्दाखेरि उहाँ मारिनुभयो, तेस्रो दिनमा उहाँ बौरी उठ्नुभयो। त्यही कारण रोमन्स च्याप्टर 1 भर्स 4 ले के भन्छ भन्दै गर्दाखेरि जब उहाँ मारिनुभयो, तेस्रो दिनमा जब बौरी उठ्नुभयो, यो बौरी उठाइले चाहिँ मानिसहरू र परमेश्वरको बीचको त्यो त्यहाँनिर एउटा डिभाइडिङ लाइनलाई खिचिदियो कि मानिसहरू कोही पनि मारिएर अनन्तको निम्ति बौरी उठेका छैनन् आजसम्म। तर ख्रीष्ट जब तेस्रो दिनमा महिमित शरीरमा जब बौरी उठ्नुभयो, मृत्युलाई सधैँको लागि उहाँले जित्नुभयो, यो बौरी उठाइले प्रभु यीशु ख्रीष्टलाई परमेश्वरको पुत्र हुनुहुन्छ भनेर प्रमाणित गरेको छ। यसले डिभाइड गरेको छ, प्रभु यीशु ख्रीष्ट पुत्र ठहरिनु भएको छ, प्रमाणित गरिएको छ। त्यसै कारण प्रभु यीशु ख्रीष्टले यो 70 जनाको ध्यानलाई कतातिर लिएर आउँदै हुनुहुन्थ्यो एक्चुअली भन्दै गर्दाखेरि ट्रु जोय, साँचो आनन्द, जीवनको साँचो आनन्द, कम्प्लिट जोय, पूर्ण आनन्द, यो कुनै पनि मानिसहरूको सेवाकाईको अनुभवमा आधारित छैन, मानिसहरूले पाएको दान र वरदानमा आधारित छैन, मानिसहरूको स्किल्सहरूमा आधारित छैन। यदि कुनै पनि सेवकले यदि मिनिस्ट्री प्लेजरमा जिरहेका छन् र सेवाको आनन्दमा जीवन बिताइरहेका छन् भने र उसको दान वरदानहरूले उसलाई रमाहाट तुल्याइरहेका छन् भने मोर देन जिजस क्राइस्ट, प्रभु यीशु ख्रीष्ट भन्दा धेरै, ऊ अति नै दयनीय स्थितिमा छ। एक्चुअली ऊ अति नै डराउने स्थितिमा पनि छ प्रियहरू। त्यसैले अति नै केयरफुल हुनुपर्छ कि प्रभु यीशु ख्रीष्ट त्यो सार्वभौम आनन्द हुनुहुन्छ। उहाँ सम्पूर्ण विषयहरूमा उहाँको व्यक्तित्व
त्यो आनन्द हो प्रिय, जुन चाहिँ आनन्दले सबै क्षेत्रलाई डोमिनेट गर्नुपर्छ। क्राइस्ट, उहाँको व्यक्तित्व, उहाँ को हुनुहुन्छ भन्ने कुरा, उहाँको साँचो प्रकाश। त्यसै कारण प्रभु यीशुले के भन्नुभयो भन्दै गर्दाखेरि त्यो रियल जोय, त्यो साँचो आनन्द, त्यो पूर्ण आनन्द कुनै पनि मिनिस्ट्रीमा आधारित छैन, कुनै पनि सेवाहरूमा आधारित छैन, कुनै पनि मानिसको उपलब्धिमा आधारित छैन, कुनै पनि मानिसको भौतिक अनुभवहरूमा, भौतिक उपलब्धिहरूमा आधारित छैन। यो अति नै प्योर छ। यो केवल प्रभु यीशु ख्रीष्टको व्यक्तित्वबाट मात्रै आउँछ, जसले मानिसको हृदयलाई कम्प्लिटली, पूर्ण रूपमा सन्तुष्ट पार्न सक्छ, त्यो साँचो आनन्द दिन सक्छ। प्रियहरू, प्रभु यीशु ख्रीष्ट स्वर्ग र पृथ्वीको साँचो आनन्द हुनुहुन्छ। मिनिस्ट्री गर्दै गर्दाखेरि उहाँलाई मिस गर्नु हुँदैन। हामीले हाम्रो सेवाकाईको व्यस्ततामा हामीले उहाँलाई बिर्सी पठाउनु हुँदैन। एफएसीको मण्डलीले त्यही गरे। एक्चुअली एफएसीको मण्डली डक्ट्रिनली अति नै साउन्ड थियो। साँच्चै नै त्यहाँनिर प्रेरित योहन्ना जस्तो व्यक्तिले सेवा गरेको थियो, पौल प्रेरितहरू जस्तोले त्यहाँनिर सेवा पुर्याएको थियो, तिमोथी जस्तो पास्टर्सहरू त्यहाँनिर थियो। त्यहाँनिर अति नै स्ट्रङ लिडरसिपमा हुर्केको मण्डली थियो एक्चुअली एफएससको मण्डली। उनीहरूले सजिलैसँग फल्स टिचिङ्स, झुटा शिक्षा, झुटा प्रेरितलाई उनीहरूले सजिलैसँगले छुट्याउन सक्दथे, फल्स प्रफिट्सहरूलाई। तर उनीहरूको फेलोसिप, उनीहरूको पहिलो प्रेम जो प्रभु यीशु ख्रीष्ट हुनुहुन्थ्यो, जो साँचो आनन्द, उहाँको व्यक्तित्व उहाँलाई मिस गरी पठायो। उहाँसँगको गहिरो फेलोसिप, उहाँको व्यक्तित्वले प्राणलाई सन्तुष्ट दिन छोड्यो। लाइक उनीहरू एउटा रोबोटिक प्रकारको एक्ट गर्न थाल्यो। उनीहरूको माइन्डमा सबै कुरो थियो, तर हृदयमा सङ्गति भने प्रभु यीशु ख्रीष्टसँग थिएन। प्रियहरू, त्यसै कारण प्रभु यीशु ख्रीष्ट हामीले मिनिस्ट्री गर्दाखेरि र हामीले सेवाकाईमा नहुँदाखेरि एउटा साँचो विश्वासीको साँचो आनन्द हुनुपर्छ। र उहाँ हुनुहुन्छ प्रियहरू। उहाँ हाम्रो सोलको, हाम्रो प्राणको पूर्णता, प्राणलाई सन्तुष्ट पार्ने व्यक्तित्व ख्रीष्ट मात्रै हुनुहुन्छ, जो हाम्रो प्रभु हुनुहुन्छ, जो हाम्रो एकमात्र मुक्तिदाता हुनुहुन्छ। उहाँलाई मिस गर्न सक्दैनौँ प्रियहरू। त्यसै कारणले गर्दाखेरि 70 जनाको जीवनलाई, 70 जना चेलाको ध्यानलाई उनीहरूको मिनिस्ट्री प्लेजरबाट, उनीहरूको सेवाकाईको अनुभवले दिएको आनन्दबाट हटाएर प्रभु यीशुले तुरुन्तै उनीहरूको नाउँ स्वर्गमा कसरी लेखिएका छन्, स्वर्गमा लेखिएका छन् भन्ने कुरालाई ध्यान आकर्षित गराउनु भयो। अनि अभियसली स्वर्गमा जब पनि एउटा व्यक्तिको नाउँ लेखिन्छ, त्यो व्यक्तिले सधैँ नै सम्झना गरिरहने व्यक्ति प्रभु यीशु ख्रीष्ट मात्र हुनुहुन्छ। उहाँको मध्यस्थबाट मानिसहरूले क्षमा पाएका छन्। प्रभु यीशु ख्रीष्टको बलिदानबाट मानिसहरूले क्षमा पाएका छन्। अदृश्य परमेश्वर मानिसमा आउनुभएको प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ। सारा समयको पूर्णता र आएर ठोकिएको व्यक्तित्व प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ। सारा 66वटा पुस्तकको केन्द्रको सन्देश प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ, जसमा हाम्रो स्याल्भेसनको जय उहाँसँग केन्द्रित छ, उहाँसँग अल्झिएका छन् प्रियहरू। त्यसै कारण हामी प्रभु यीशु ख्रीष्टलाई कहिले मिस गर्न सक्दैनौँ, कहिले हामी नजरअन्दाज गर्न सक्दैनौँ प्रियहरू। अनि प्रियहरू, म एन्करेज गर्न चाहन्छु तपाईँहरूलाई, आजको टाइम हामी मिनिस्ट्रिजहरूमा यति साह्रो व्यस्त भइपठाउँछौँ, यति साह्रो हामी बिजी भइपठाउँछौँ। हाम्रो मिनिस्ट्रीको जुन चाहिँ हाम्रो स्केड्युल्सहरू जो छ, यो अति नै बिजी छ, व्यस्त छ, अस्तव्यस्त छौँ हामी सबैजना। तर यी बिचमा हामीले कतै प्रभु यीशु ख्रीष्टलाई नजरअन्दाज त गरिरहेको छैनौँ, प्रभु यीशु ख्रीष्टलाई मार्जिनलाइज त गरिरहेका छैनौँ, उहाँलाई तुच्छ जग्गामा फ्याँकी त रहेका छैनौँ। प्रभु यीशु ख्रीष्टसँगको फेलोसिप, उहाँसँगको माया, उहाँसँगको प्रेम, उहाँसँगको लगाव, उहाँसँगको श्रद्धा, उहाँप्रतिको भक्ति सधैँ नै बनिरहेको होस् प्रियहरू। हाम्रो भिडमा हामी कसरी
मानिसहरूको अगाडि प्रस्तुत हुन्छौँ, ती कुराहरूले हाम्रो हृदयलाई आनन्दित नतुल्याएकोस्। मानिसहरूको तालीले हाम्रो हृदयलाई नभरिएकोस्। मानिसहरूको प्रशंसाको ध्वनिले, तालीको आवाजहरूले, मानिसहरूले गर्ने हामीलाई एप्रिसिएसन्सहरूको, हाम्रो मानिसहरूले गर्ने हामीलाई जुन चाहिँ मायाको गुन्जनले हाम्रो हृदयहरूलाई कन्टेन्टमेन्ट, सन्तुष्ट नदिएकोस्। ती कुराहरू आउँदै गर्दाखेरि ती कुराहरूलाई मिलाउन हामी होसियारी बनाऊ, जो हाम्रो एकमात्र हृदयलाई एकैजना व्यक्तिले मात्र जो आनन्द दिन्छ, त्यो आनन्दलाई कहिले पनि रिप्लेस गर्न नपाएकोस्, त्यो आनन्दलाई कहिले पनि ओझलमा नपारेकोस्। त्यसै कारण प्रभु यीशु ख्रीष्ट हाम्रो ट्रु जोय हुनुहुन्छ। प्रिय, उहाँको प्रकाशमा मात्र हामीले हाम्रो जीवनलाई बुझ्न सक्छौँ। चर्च, म तपाईँलाई इन्करेज गर्न चाहन्छु, प्रभु येशू ख्रीष्टसँग बनिराख्नुहोस्। प्रभु येशू ख्रीष्ट त्यो सवरन जोय हुनुहुन्छ, त्यो सार्वभौम आनन्द हुनुहुन्छ, जुन चाहिँ आनन्दले हाम्रो सम्पूर्ण क्षेत्रहरूलाई आनन्दित तुल्याउन सक्छ। प्रियहरू,